Hello and what's up guys, and welcome to the new video of People's First Time. And today in this video तपाईहरुले देखिसक्नु भएन पदासम्म हैन अहिलेसम्म आउँछ नि माता 5 बजे आएको आज बिहानै हैन यसै के भनेसी हाम्रो के भन्छ खाद्य नौतुमिन्टार संघसभा भन्ने ठाउँमा छु म अहिले हैन अहिले चाहिँ टक्क घरै हो टुमिन्टार घर हैन अहिले चाहिँ एउटा सानो पसल छ हैन यो चाहिँ हाम्रो पसल हो हैन अहिले यहाँ सामानहरु बेच्न थाल्छ अनि मम्मी चाहिँ यहाँ हुनुहुन्छ हाम्रो यहाँ हुनुहुन्छ हैन अनि अब चाहिँ बाहिर चाहिँ अति घाम लागिरहेछ सो अब हामी तपाईलाई म सानो रुम टुर के अरे होटलको टुर दिन्छु यो टुमिन्टारको स्टेसन हैन यो टुमिन्टारको स्टेसनबाट यहाँ आउनु पर्यो हैन यहाँ आएपछि ढक्कसँगले यो चाहिँ भोजपुरी होटल भन्ने ठाउँ देखिन्छ हैन त्यसपछि त्यहाँ गएर ट्यागको भित्र पसल छ and then यता मेरो रुम छ पहिले नै म यहाँ 10 क्लासको एसी यहीँबाट दिएको हैन यस्तो अँध्यारो रुमबाट यहाँबाट बत्ती बाल्थे अनि यहाँ बत्ती बालेपछि यसलाई चाहिँ म उयो गर्थे अनि यता वासरुमहरु छ हैन यस्तो वासरुमहरु छ अनि यहाँबाट फेरि अप गएपछि हामीले फेरि एक्जिट डोर देख्छौं हाम्रो चाहिँ एउटा लज हो के सो लज भन्नाले अब यहाँ बस्न नि मिल्छ क्या यहाँ खाना खानु बस्नु सोच्नु मिल्छ यहाँ चाहिँ फर्स्ट रूम अफ आवर यो चाहिँ दादा बस्नु आगोले यसो अलिक फोहोर छ हैन यस्तो छ यहाँबाट पुरा भ्यूहरु देखिन्छ हैन अलिक पुरा गर्मी उयो छ क्या गर्मी छ क्या ठाउँ सो यहाँ सेकेन्ड रुम यसमा चलिरहेको छ थर्ड रुम यस्तो छ भनेर चाहिँ यहाँ मान्छे छ जस्तो लाग्यो फोर्थ रुम फिफ्थ रुम यो चाहिँ हाम्रो रुम हैन यो चाहिँ हाम्रो कुल हो फिफ्थ रुमदेखि यो सिक्स्थ रुम हो सिक्स्थ रुममा चाहिँ मकै राखिरहेछ भन्ने सुनेको मकै राखिरहेको रहेछ हैन यताउता के राखिन्छ हैन यो चाहिँ सिक्स्थ रुम हो हैन यही हो सिक्स्थ रुमदेखि सेभेन्थ रुम चाहिँ बनाएको छैन यतापट्टि चाहिँ हामी खसीलाई खोलेहरू बनाउँछौँ अनि यो चाहिँ के भन्छ हाम्रो चाहिँ खसीहरु पनि छ क्या कतिवटा छ यहाँ हेर्न सक्नुहुन्छ यो खसी हामीले बेचिसकेको यो र यो ठुलो खसी र कुन खसी भन्दा चाहिँ उतो रातो खसी चाहिँ यो रातो खसी बेचिसकेको क्या हामीले ठ्याक्क कतिमा बिक्री भयो अरे 50,000 मा बेच्नु भयो अरे दुईटा खसी अनि हामी चाहिँ दसैँमा दसैँको लागि चाहिँ विशेष गरी यो खसी हो हाम्रो लागि दसैँको लागि अनि यो दुईटा चाहिँ खसी नयाँ ल्याम भएको अरे बेचेपछि यसको चाहिँ दाम 11,500 अरे यसको अझै दाम 10,500 अरे हैन यस्तै हो अनि उता माथि चाहिँ हाम्रो अरू के जनावरहरु पनि छ हैन जनावरहरु घरपालुवा जनावरहरु त्यही हो अनि अब चाहिँ भोलिदेखि चाहिँ म अरू डेली भिडियोहरु अपलोड गर्छु हैन त्यही हो भिडियो बनाउनु पर्यो नि यसो छ्याङको ल यो चाहिँ हाम्रो घरमा छ्याङ बन्दैछ हैन स्पेशल छ्याङ 20 रुपैयाँ सेयर हैन कसैले अब चाहनुहुन्छ भने छ्याङ यहाँ हामीलाई सम्पर्क गर्नुहोस् यस्तै छ गाउँको लोकल छ्याङ के गरेछ ल आयो छ्याङ सेतो छ्याङ छ्याङपछि चाहिँ यो अहिले भर्खर तातो लिएको सरुवा छ बोतलमा हैन यो जम्बो बोतलमा चाहिँ सरुवा हो हैन देखिरहनु भएको छ हैन यो चाहिँ छ्याङ जस्तै हुन्छ तर अलिक गुलियो हुन्छ हाम्रोतिरको स्पेशल हो
In this video, I'm going to sing a song for everyone. प्रकार गर्नेले पनि कहाँ तपाईँ एउटा सज्जन कुरा गर्नुहुन्छ मिलाएर कुरा गर्नुहुन्छ तर त्यो जतिसुकै मिलायो अर्कोले फुर्काइदिहाल्छ अर्को ठाउँ बयान गर्नु जाँदाखेरि त्यो पुरा बिर्सिया अनि अर्को कुरा के छ भने अर्को साथी पालै पालो त जान्छ नि अर्कोले अर्कोलाई राख्छ अर्कोले अर्को डाके चाहिन्छ एउटाले एउटा कुरा गर्छ अर्कोले अर्को कुरा गर्छ अर्कोले अर्को कुरा गर्छ अब कोही चाहिँ अब हामी त बाटोबाट गएको थियौँ अब लास्टमा हामी राखिरहेको थियौँ हामी उँभो लाग्यो दाउरा बोक्नु पनि खानु भएन हेर्दै हेरिएन भन्छ कसैले अब यस्तो यस्तो भएको गएको हो भन्ला कसैले के भन्ला कोही सर्वस्वी हुन्छ नि यार पुरा हरायो पुरा निकाल्नु नि भयो त्यस्तो दिनहरू त्यस्तै बितिरहेको छ होइन घरमा चाहिँ अहिले 9 बजे दोका लाउनुपर्छ होइन हाम्रो घरमा चाहिँ किनकि यहाँ प्रहरी गस्तीहरू आउँछ 9 बजेभन्दा भित्रमा ढोका लगाइसकेर हामी सुत्नुपर्छ 9:18 भइरहेछ 9:18 अब सुत्दै हो गाइज इन्जोय माई न्यू टुडेज भिडियो होइन आज त्यति साह्रो भिडियो बनाउनु भएन होइन धेरै कुरा मिसिङ छ यहाँ भन्दाखेरि चाहिँ राम्ररी बनाउँछु होइन त्यही हो सी यू गाइज इन द नेक्स्ट भिडियो